कोई साथी नमस्ते नमस्ते सर यो फोटोमा हामी ल्याउन पर्यो यो फोटो होइन यो फोटो आउनु पर्छ सहभागी हुनुभएको समस्त भाइबन्धु मित्रगण बहिनीहरू र सज्जन महानुभावहरू, अहिले चाहिँ हाम्रो रामग्राम वडा नम्बर 18 पण्डितपुरबाट धातु जात्रा रामग्राम बुद्ध चौक हुँदै केही क्षणमै रामग्राम वडा नम्बर 7 उदयको बुद्ध चौकसम्म आइपुग्नेछ। अतः यहाँ समस्त महानुभावहरू, दिदीबहिनी, भाइबन्धुहरू सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु कि यहाँहरूको पनि उपस्थिति हाम्रो स्तूपसम्म आउने भएकोले, यात्रा स्तूपसम्म आउने भएकोले यहाँहरूको उपस्थिति हाम्रो उदयको बुद्ध चौकसम्म त्यो यात्रालाई स्वागत नमस्कार नमस्कार सर नमस्कार नमस्कार प्रस्थान गर्नेछौँ। यहाँको सहयोग सहभागी हुनेछ भनेर हामी पूर्ण आशा र विश्वासको साथमा फेरि पनि अनुरोध गर्न चाहन्छौँ। हाम्रो के गर्ने फोटो खिच्ने उज्जैनीको जुन हाम्रो विश्राम गृह रहेको छ, अर्थात् हाम्रो जुन अगाडि यो उज्जैनीको विश्राम गृहसम्म हामी यहाँबाट समस्त भाइबन्धु साथमा महानुभावहरू यहाँहरू समस्त हार्दिक अनुरोध गर्न चाहन्छु कि तेस्रो कोरिय धातु जात्रा तथा धातु पूजा कार्यक्रममा जुन हाम्रो धातु जात्रा पण्डितपुरबाट हाम्रा महानुभावहरूले लिएर आइराख्नु भएको छ, त्यस जात्रालाई स्वागत गरिदिनको लागि यहाँ समस्त हाम्रो धातु जात्रा ऐतिहासिक स्थल पण्डितपुरबाट बुद्ध चोक हुँदै उज्जैनी चोकसम्म आइसकेको छ। यो हाम्रो अगाडि रहेको विश्राम वाटिका बुद्ध जुन अगाडि यता उज्जैनी स्कुलतिर जाने चोक छ, त्यो चोकदेखि यहाँसम्म रथ यात्रा नगरिकन पैदलै त्यो धातुलाई यहाँसम्म ल्याउने कार्यक्रम भएको हुनाले यहाँ उपस्थित हुनुभएका सम्पूर्ण मान्यजनहरू, सम्पूर्ण अतिथिज्यूहरूलाई त्यहाँ यो चाहिँ कमसेकम गेटसम्म हामी पुगेर यस यात्रालाई स्वागत गरौँ, यात्राको शोभा बढाउँ। यहाँहरूको सहभागिताको लागि फेरि धेरै धन्यवाद गर्न चाहन्छु। हाम्रो बिचमा यात्रा आइसकेको छ, एकदम यहाँहरूको बिचमा यात्रा आइसकेको छ। यस यात्रालाई स्वागत गर्नको लागि यहाँहरू पनि गेटसम्म गएर यात्राको शोभा बढाइदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ। 2569 बुद्ध जयन्ती समारोहको अवसरमा तेस्रो कोलीय धातु जात्रा तथा धातु पूजन कार्यक्रम अन्तर्गत ऐतिहासिक स्थल पण्डितपुरबाट यो धातु जात्रा रामग्राम 7 उज्जैनी आइपुगेको छ। यहाँहरू समस्त आफ्ना ठाउँबाट उठेर ताली बजाएर स्वागत गरिदिनु हुन अनुरोध गर्दछौँ। यो
यो तेस्रो कोलिया धातु जात्रा रामग्राम स्तूपमा आइपुगेको छ। यहाँहरू सम्पूर्णले उठेर ताली बजाएर स्वागत गरिदिनु अनुरोध गर्दछु। रफ